नमस्कार सबैजनालाई। हाम्रो चाहिँ बेल्जियमको टुर सकिसकेपछि चाहिँ हामी चाहिँ अब चाहिँ नेदरल्यान्डतिर लागिरहेको छौँ। अनि यो भयो नेदरल्यान्डको मेन हाइवेको बाटो। एकदम भिड भइरहेको थियो यतिखेर चाहिँ। हामी चाहिँ सुरुको दिनमा चाहिँ नेदरल्यान्डको रोटरडाम भन्ने सिटीमा चाहिँ घुम्न गएको थियौँ। रोटरडामको पनि टुरिस्टहरूलाई चाहिँ एकदम आकर्षित पार्ने भनेको यो ठाउँको चाहिँ यो कुबुस हाउस भन्ने रहेछ। यो उल्टो घरहरू यो चाहिँ एकदम खतरा आर्किटेक्टले बनाएको अरे। यही घरहरूले गर्दाखेरि नै मान्छेहरू यहाँ चाहिँ टुरिस्टहरू चाहिँ एकदम आउने गर्दो रहेछन् यो ठाउँमा चाहिँ। सुरुको दिनमा चाहिँ यही हेऱ्यो रोटरडामको यही घरहरू प्लस अनि यहाँ नजिक चाहिँ मलहरू रहेछ। त्यहाँभित्र चाहिँ कल्चरल नेदरल्यान्डको चाहिँ खानाहरू चाहिँ पाइँदो रहेछ। अनि त्यहाँभित्र गएर नेदरल्यान्डको खानाहरू खायौँ। अनि त्यहाँको मिठाईहरू चिजहरू तिनीहरू ट्राई गरियो। अनि यो भयो सेकेन्ड दिनको टुर हाम्रो चाहिँ नेदरल्यान्डको। यो चाहिँ एकदम पिसफुल ठाउँ। नेदरल्यान्डको चाहिँ एकदम आकर्षित पार्ने यो पङ्खाको घरहरू भयो। यो ठाउँमा चाहिँ मजाले घुमियो यो दिन चाहिँ नेक्स्ट डे। नेदरल्यान्डको लागि भनेर पनि हामीले चाहिँ 4 दिनको लागि चाहिँ टाइम छुट्याएर राखेको थियो। त्यही भएर हामीसँग चाहिँ इनफ टाइम थियो। त्यही भएर बिस्तारै सबै ठाउँमा बिस्तारै हेर्दै घुम्दै ट्राई गर्दै हिँडिरहेको थियौँ हामी चाहिँ। अनि यो भयो काठले बनेको जुत्ता। यो चाहिँ अहिले चाहिँ यो पुल चाहिँ 2 टुक्रा भइरहेको छ। किनभने तलबाट चाहिँ बोटहरू हिँड्दो रहेछ। अनि बोटहरू आएको बेलामा चाहिँ पुल चाहिँ 2 टुक्रा भएर चाहिँ तलबाट चाहिँ बोटको लागि चाहिँ बाटो छुटाउँदो रहेछ। अनि त्यसैले चाहिँ यो चाहिँ अहिले ठ्याक्कै 2 टुक्रा भएको छ। यो कुरा चाहिँ हामी सबैजनाको लागि चाहिँ एकदम अनौठो लागेको थियो। यो चाहिँ एकदम हाइटेक। अब चाहिँ बोटहरू चाहिँ गइसकेको छ। त्यही भएर चाहिँ अब फेरि बन्द। फेरि नर्मल बाटो अब गाडीहरूको लागि बन्यो। बिस्तारै अब तल चढिरहेको छ। नेदरल्यान्डमा चाहिँ मैले चाहिँ आमा बाबाहरूलाई लगेर एक दिन चाहिँ यो समुद्रमा लगेको थिएँ। यो चाहिँ नजिकै हो, एम्स्टर्डमबाट पनि नजिकै। यो ठाउँ चाहिँ चानफोर्ड भनेर भन्छ यो ठाउँलाई। यहाँ पनि समुद्रको चाहिँ एकचोटि चाहिँ अनुभव गराइदिउँ भनेर चाहिँ यो ठाउँमा लिएर आएको थिएँ मैले आमा बाबालाई। आमाले चाहिँ समुद्रको चिसो हावा लिएर चाहिँ एकदम आनन्द लिइराख्नु भएको थियो यो ठाउँमा चाहिँ। त्यसपछि अलिअलि फोटोहरू खिचियो। अनि एकछिन रेस्ट गरेर चाहिँ हामी चाहिँ लाग्यो। यो हो हाम्रो नेदरल्यान्डको 3rd डेको ट्रिप एम्स्टर्डम सिटी। यहाँ पनि एकदम रमाइलो एकदम रोमान्टिक सिटी हो यो चाहिँ। मैले चाहिँ यो ठाउँ चाहिँ आमा बाबालाई चाहिँ जसरी लगेर जान्छु भनेर चाहिँ यो एम्स्टर्डम भन्ने ठाउँमा चाहिँ लगेर आएको थिएँ। वेदरले पनि एकदम साथ दिइरहेको थियो। यो ठाउँ पनि एकदम रमाइलो एकदम आकर्षित लागेको थियो अरे आमा बाबालाई चाहिँ। यहाँ चाहिँ जता कतै डोङ्गाहरू देखेर सबै ठाउँमा चाहिँ एकदम इन्जोय गरिराख्नु भएको थियो यो ठाउँमा चाहिँ। यहाँको सिटीहरू हेरेर सकिसकेपछि चाहिँ हामीहरू चाहिँ यो फार्महरू पनि हेर्न गएको थियौँ।
अर्को फार्मबाट लिएको अन्डाहरू बेच्न राखेको। यो चाहिँ अटोमेटिक आफैले किन्न मिल्ने। नेदरल्यान्ड एम्स्टर्डमको घुमाइसकिसकेपछि अब चाहिँ हामी चाहिँ लागिन्छ जर्मनी, ब्याक टु जर्मनी इन हानोभर।